हेलो गुड मर्निङ साथीहरू, वेलकम टु माई च्यानल। आशा चाहिँ सबैजना सन्चै हुनुहुन्छ है। म पनि सन्चै छु। अनि आज चाहिँ मेरो यात्रा गाउँतिरको है। म चाहिँ गाउँतिर जाँदैछु पोखरादेखि बिहान 8 बजेको बसमा। अनि म चाहिँ बाटोभरिको एकदम सुन्दर दृश्यहरू मेरो सबै साथीहरूलाई देखाउँछु भनेर सोचेको थिएँ कि तर सम्भव हुन सकेन किनकि काखमा बाबु सुतेको थियो। अनि म चाहिँ पुरै रेकर्ड गर्न सकिनँ, तर मैले जति सक्छु जतिसम्म भ्याउँछु त्यतिसम्म चाहिँ म रेकर्ड गरेर देखाउँछु ल तपाईहरुलाई। मेरो छोरो यस्तो बेसरी निन्द्रा आइरहेको छ कि तर ऊ भने सुत्नै मान्दैन कि बेसरी झ्याउ बेसरी झगडा नगरेसम्म उसलाई निन्द्रा नै लाग्दैन कि। हेर्नु त यस्तरी बसिरहेको छ, निन्द्राले आँखा कस्तो भइसकेको छ है। अझै नै सुत्न मान्दैन भन्या। साथीहरू तपाईहरुले देखिराख्नु भएको छ, हेर्नुस् त दृश्य, प्रकृतिको सुन्दरता हेर्नुस् त। नेपाल प्रकृतिको दोस्रो हैन कि पहिलो धनी देश नै हो कि। हेर्नुस् त कस्तो राम्रो देखेको। म चाहिँ तपाईहरुलाई सबै देखाउन चाहन्थे तर के गर्नु, अलि परिस्थितिले साथ दिएन कि। किनकि छोरो ठ्याक्कै सुत्दियो अनि एउटा हातले छोरा समाउने अनि मोबाइल समात्न अलि नमिलेर के। अनि तर मैले चाहिँ जतिसम्म मिले त्यतिसम्म चाहिँ
रेकर्ड गरेर तपाईहरु सामु लिएर आएको छु माया गरेर हेर्दिनु ल प्रकृतिको सुन्दरतामा आनन्द लिँदै मेरो भिडियोलाई आते लैछ ततयम गुजु पोरो फिएमा मी उर्गे तयम झन् जरको फेनि म थदैगा अमै गिटार नासर फेको दियो यति सरखा ना तयना बदी चछा युवा यो पुल नि कतिखेर सकिने हो वाउ सामान क्रीम बार तै न थे हाइड्रो न वाथे म कि युरो फोन आया त बगिला फोन ल बे ल न कोको हामीलाई लिन आइपुग्यो कोको कोको लेन हरकन बुदा पी पहिले त तम चादरन बुदा पिएन हे गाइज म चाहिँ साग टिप्न जान लाग्यो बारीमा मतलब म चाहिँ बारीमा साग टिप्न जाँदैछु तर यो हैन उता माथि अर्को छ त भर्खर यति सानो सानो आइरहेछ नि त उता ठुलो भयो अरे मलाई सबैले झन् सिक्लेस गरेर भिडियो किन नबनाएको भने अनि मैले सिक्लेसमा त गफ गर्ने साथीहरू टन्नै पाउँछ सोधमा त गफ गर्ने साथी नपाएर पो क्यामेरासँग गफ गरेर बस्यो
भनेको सबै हाँसेको बाटो त यस्तो हैछ त्यही गइदिउँ न त बाटो उता राखेर ओइ फस्छ क्या खुर्सानी किधर छ Oh, see, this side. Wow, बेलौती हेर्नु बेलौती त्यो केको बुट I don't know. Wow. बेलौती धो जरा फेंके आओ मैं साग सानो के भएको धान हेर्नु त पुरै हाउले ढलाएर बाबु के भएको गाइस मैले चाहिँ सबै मिक्स गरिदिएँ के मुलाको साग चाइनिज साग अनि अरु कुनै के साग हो सबै मिक्स गरिदिएँ अब चाहिँ जाने बाटो तताउनु पर्यो ओके साथीहरु मेरो आजको दिन चाहिँ सकियो अनि तपाईहरु पनि आफ्नो खेतबारीमा ताजा तरकारीहरु उब्जाएर ताजा खानु होला सधैं हेल्दी रहनु होला स्वस्थ रहनु होला आफ्नो शरीरको ख्याल राख्नु होला शुभरात्रि गुड नाइट